आज म एन्फालाई काउन्टर क्वेसन गर्न चाहन्छु। एएफसी र फिफाबाट आएको पैसा कहाँ जान्छ आखिर? साम्बालाई जनताले किन बचाउनु पर्यो? एन्फाले बचाउनु पर्ने होइन। सन् 1994 मा एउटा मान्छे एन्फाको अध्यक्ष बने। नाम थियो गणेश थापा र त्यहाँबाट सुरु भयो नेपाल फुटबलको अँध्यारो अध्याय। 1 नम्बरमा टर्म लिमिट, 2 कार्यकाल भन्दा बढी नेतृत्वमा बस्न नपाओस्। थापाले 19 वर्ष ओगटे। यो अवस्था फेरि नआओस्। अक्टोबर 2024 मा एसियन फुटबल फेडरेसन एएफसी ले अखिल नेपाल फुटबल संघ एन्फालाई एउटा विशेष अवार्ड दियो, मेम्बर एसोसिएसन अफ द इयर गोल्ड अवार्ड। सुन्दा यस्तो लाग्छ मानौ नेपालले फुटबलको दुनियाँमा एउटा नयाँ क्रान्ति नै ल्यायो। तर साथीहरू, यो अवार्डको पछि लुकेको सत्य निकै डर लाग्दछ। यो गोल्ड अवार्ड तब दिइयो जब लिग नहुँदा खेलाडीहरूको जीवन ध्वस्त हुँदै थियो। राष्ट्रिय टोलीका मुख्य खेलाडीहरू करियरको पिक टाइममा खाडी र अस्ट्रेलियामा भाँडा माझ्न जान बाध्य भए र विडम्बना हेर्नुहोस्, यो अवार्ड तब दिइयो जब नेपालकी सबभन्दा ठुलो स्टार सावित्रा भण्डारी साम्बाले घुँडाको अपरेसनका लागि फेसबुकमा हात फैलाउनु पर्यो, किनकि देशको फुटबल प्रशासनले जम्मा 5 लाख मात्र दिन्छु भनेर हात उठाइदियो। आजको यो भिडियो कुनै म्याचको रिभ्यू दिनलाई बनाएको होइन। यो एउटा यस्तो सिस्टमको पोस्टमार्टम गर्नलाई बनाएको भिडियो हो जसले 75 वर्षदेखि नेपाली फुटबलको घाँटी निमोठिरह्यो। आउनुहोस् आज तथ्य र डाटाको आधारमा 75 वर्षे कालो फाइल खोलौं। तलब थोरै बाँकी रह्यो। अहिले 18,000 भनेको त सामान्य तलब नै हो। एन्फाले सामान्य नै हेर्नुस् त, यो त कहाँ सुहाउँदो हो। खेल्ने उहाँहरू मैदानमा लड्ने, भिन्ने, चोट खाने, गाली खाने, ताली खाने उहाँहरूको 18,000। मैले के भन्नु तपाईँ? अहिलेको जो वर्तमान अध्यक्ष हुनुहुन्छ एन्फाको पङ्कज नेङमाङ, उहाँले चाहिँ 100 मा कति % काम गरिरहनु भएको छ? उहाँको त माइनस 1 रुपैयाँ पनि मैले बेमानी गरेको छु। त्यो कन्फिडेन्स अब अख्तियारले सबै दिशा कुरा छ। वर्ल्ड क्रस बक्समा उपस्थित। पहिले यी दुईवटा संख्या ध्यान दिएर हेर्नुहोस्, 18,000 र 2,70,000। 18,000 चाहिँ यो नेपालको सिनियर राष्ट्रिय खेलाडीहरूको मासिक तलब हो, तलब थियो। 2,70,000 रुपैयाँ यो एन्फाका महासचिव किरण राईको मासिक तलब थियो। 9 गुणा बढी। मैदानमा देशको झण्डा छातीमा टाँसेर रगत र पसिना बगाउने खेलाडी भन्दा एसी कोठामा बसेर फाइल पल्टाउने प्रशासकको तलब 9 गुणा बढी छ। एन्फाका प्रवक्ता गर्वका साथ भन्छन् महासचिवको तलब त फिफाको फन्डिङबाट तिरिन्छ। तर प्रश्न यहाँनिर उठ्छ कि के फिफाले त्यो पैसा ग्रासरुट फुटबल एकाडेमी वा खेलाडीको सुविधाका लागि पठाएको होइन र? यही विभेदको नतिजा हो कि अक्टोबर 2025 पछि मात्रै दर्जनौं खेलाडीहरू अस्ट्रेलिया पलायन भए। आकाश राणाबाट विजय भुजेल जस्ता नामहरू आज त्यहाँ कम्युनिटी फुटबल खेल्दै आफ्नो जीवन व्यतीत गरिराखेका छन्। एन्फाका उपाध्यक्ष दावा लामा भन्छन् यो उनीहरूको व्यक्तिगत रोजाइ हो। गम्भीर भएर सोच्नुहोस् त, जब एउटा खेलाडीले 18,000 मा आफ्नो परिवार पाल्न सक्दैन, के देश छोड्नु उसको लागि रहर हो कि बाध्यता? नेपाल फुटबलको दुर्गति यो आजको भोलि भएको होइन। सन् 1994 मा एउटा मान्छे एन्फाको अध्यक्ष बने। नाम थियो गणेश थापा र त्यहाँबाट सुरु भयो नेपाल फुटबलको अँध्यारो अध्याय। 2015 मा फिफाले एउटा बम फोड्यो। फिफाको इन्डिपेन्डेन्ट एथिक्स कमिटीले थापामाथि 10 वर्षको पूर्ण प्रतिबन्ध लगायो। आरोप के थियो त आखिर? फिफाको चुनावमा भोट किन्नका लागि कतारी अधिकारी मोहम्मद बिन हमामबाट 2 करोड भन्दा बढी रुपैयाँ घुस लिएको। यहाँसम्म कि आफ्नै छोरा गौरव थापाको बैंक खातामा $1,00,000 जम्मा गरिएको भेटियो। भ्रष्टाचारको फेरिस्त यति मात्रै सीमित छैन। फिफा गोल प्रोजेक्टको $19,00,000 देखि एन्फाको करोडौं रकम व्यक्तिगत नाममा मुद्दती खातामा राखेर 32% सम्म ब्याजमा दिएर ऋण दिएको आरोप लाग्यो। तर सबैभन्दा दुःखको कुरा अब आउँछ। फिफाले प्रमाण भेटेर प्रतिबन्ध लगाउने, तर नेपालको अख्तियार CIAA ले प्रमाण पुगेन भनेर केस तामिलीमा राखिदियो, मतलब क्लोज नै गरिदियो केस। यही सेटिङको कुसंस्कृतिले आज हाम्रो फुटबलको अवस्था यो भइरहेको छ। प्रशासन कति निर्दयी छ भन्ने उदाहरण हुन् सावित्रा भण्डारी साम्बा। 61 खेलमा 68 गोल गर्ने दक्षिण एसियाकै ठुलो नाम। जब उनलाई $80,000 को सर्जरीको आवश्यक पर्यो, एन्फाका अध्यक्ष पङ्कज विक्रम नेवाङले फोन गरेर भने हामी 5 लाख मात्र दिन सक्छौं, अरु आफै मिलाउनुस्। उनको तर्क थियो साम्बा क्लबबाट खेल्दा यस्तो भएको होइन, मतलब राष्ट्रिय टोलीबाट होइन। सोच्नुस्, देशको गौरवलाई बिरामी पर्दा कन्ट्र्याक्टको पाना पल्टाएर अपमान गरियो। अनन्त साम्बालाई एन्फाले होइन, अटो चलाउने, खेती गर्ने र विदेशमा पसिना बगाउने नेपाली दाजुभाइहरूले सहयोग गर्यो। जब जनताले पैसा उठाइसके तब मात्र एन्फाले क्रेडिट लिनका लागि फेसबुकमा कतार फुटबल संघलाई चिठी लेख्यो अनि फोटो पोस्ट गर्यो। के यो फुटबलको प्रशासन हो कि वा कुनै PR एजेन्सी? महिला टिमले 2026 मा
वुमेन्स एसियन कप क्वालिफायरको फाइनलसम्म पुर्याए उज्बेकिस्तानमा। तर त्यसपछि हेड कोच प्याट्रिक डी वेल्डले जे खुलासा गरे त्यसले सबैलाई स्टनमा पार्यो। उनले भने खेलाडीहरूलाई होस्टेल जस्तो सानो होटलमा राखिएको थियो, रिकभरीका लागि आइस थिएन, खाना र पानीको ठेगाना थिएन। डी वाइल्डीले रिजाइन नै दिए कन्ट्र्याक्ट सुरु भएको केही दिनमा नै। र एन्फाको जवाब के आयो थाहा छ? फेसबुक कमेन्ट्स अफ, मतलब डिसेबल नै गरिदिए। अब आउँ अर्को मुद्दामा। 2023 को ए डिभिजन लिगको फाइनल डेमा एउटा विवाद नै सुसिर्जना भयो। स्टालले पाटन हाइकोर्टमा एउटा रिट दायर नै गर्यो। फेब्रुअरी 25, 2026 मा कोर्टले एन्फाका दुईवटा जुडिकल बोडीजका निर्णय बदर्ने गर्यो। कोर्टले भन्यो एन्फाले 3 स्टारलाई आफ्नो पक्ष राख्ने अवसर नै दिएन। यो त न्युट्रल जस्टिसको प्रिन्सिपल उल्लङ्घन नै भएन र? एउटा फुटबल क्लबलाई उच्च अदालतमा आफ्नै फेडरेसन विरुद्ध रिट दायर गर्न जानु पर्यो। यो त नेपालमा मात्रै सम्भव छ। र सन् 2021 मा फिफाले कडा कदम चाल्यो। एन्फामाथिको डाइरेक्ट फन्ड कन्ट्रोल नै खोस्यो। के कारण त? फाइनान्शियल इरेगुलरिटिज र ट्रान्सपेरेन्सीको कमीको कारण। 4 वर्षसम्म फिफाले पैसा कहाँ जाने, कति कहाँ के लगानी गर्ने भन्ने कुरा उसले आफैले निर्णय गर्न थाल्यो। सोच्नुस्, एउटा नेसनल फुटबल बोर्डी यति अविश्वसनीय भयो कि फिफाले आफै हात समारेर हिँड्नु पर्यो। र यो रिस्ट्रिक्सन डिसेम्बर 2025 मा मात्र हट्यो र त्यसको केही महिनापछि एन्फाले एएफसीबाट गोल्ड अवार्ड जित्यो। अब एउटा हामी तितो तुलना गरौँ है त। भुटानको जनसङ्ख्या कति छ थाहा छ तपाईहरुलाई? हाम्रो नेपालको 1 जिल्ला भन्दा पनि कम, लगभग 7.5 लाख। भुटानको करेन्ट फिफा र्याङ्किङ करिब 185 छ, नेपालको करिब 174 182 को बीचमा। हाम्रो पहिला पिक र्याङ्किङ थियो 124। त्यहाँबाट झरेर हामी अहिले भुटानसँग कम्पिटिसन गर्दैछौँ, किनभने भुटानले आफ्नो फेडरेसनमा लगानी गर्यो, एन्फाले आफ्नो फेडरेसनमा भ्रष्टाचार गर्यो। अब यसको समाधान के त? सबैभन्दा पहिला 1 नम्बरमा टर्म लिमिट, 2 कार्यकाल भन्दा बढी नेतृत्वमा बस्न नपाओस्। थापाले 19 वर्ष ओगटे, यो अवस्था फेरि नआओस्। दोस्रो, म्यान्डेटरी पब्लिक अडिट। फिफा र एएफसीबाट आउने हरेक पैसाको हिसाब किताब अनलाइन र पब्लिक हुनुपर्छ। हरेक वर्ष कसको तलब कति, कुन प्रोजेक्टमा कति खर्च गर्ने, सबै ट्रान्सपेरेन्ट हुनुपर्छ। तेस्रो, लिग क्यालेन्डर ग्यारेन्टी। ए डिभिजन हरेक वर्ष हुनुपर्छ, यसको लिखित कानुन हुनुपर्छ। लिग नभए एन्फा कमिटीको तलब नै रोकिनुपर्छ। चौथो, मिनिमम प्लेयर स्यालेरी। प्रशासकको तलब लाखौं हुनुभन्दा अगाडि, जसले यो देशको लागि रगत पसिना बगाउँछ, त्यसको स्यालेरी कम्तीमा 1 लाख भन्दा माथि हुनु पर्यो। अहिले हाल खेलाडीहरूले 30,000 मात्र पाउँछन्, त्यो भनेको पर्याप्त होइन। र अन्तिममा इन्डिपेन्डेन्ट प्लेयर वेलफेयर फन्ड। साम्बा जस्तो खेलाडीहरूले भोलि फेसबुकमा पैसा माग्न नपरोस्। नेसनल टिम प्लेयरको मेडिकल केयर एन्फाको बेसिक रिस्पोन्सिबिलिटी हो, कन्डिसनल रिस्पोन्सिबिलिटी होइन। अब हामी पुगौँ सिधै निष्कर्षमा। तर मलाई आशा अझै पनि छ, अझै पनि सुधार्न खोज्यो भने अझै सुध्रिन्छ। आज म एन्फालाई काउन्टर क्वेसन गर्न चाहन्छु। एएफसी र फिफाबाट आएको पैसा कहाँ जान्छ आखिर? लिग किन नियमित हुँदैन? साम्बालाई जनताले किन बचाउनु पर्यो? एन्फाले बचाउनु पर्ने होइन? एन्फाले रिस्पोन्सिबिलिटी लिनुपर्ने होइन? स्टेडियमलाई किन एएफसीले रिजेक्ट गर्यो? फुटबल ग्राउन्डमा होइन, पहिले एन्फाको भ्रष्ट सिस्टमलाई रातो कार्ड देखाउनु पर्छ। यो भिडियो सक्दो शेयर गर्नुहोस् ताकि यी फ्याक्टहरू हरेक नेपाली फ्यानसम्म पुगोस्। र कमेन्टमा लेख्नुहोस् एन्फा सुध्रिनुपर्छ कि नयाँ सिराबाट सुरु गर्नुपर्छ। भिडियो कस्तो लाग्यो? मन पर्यो लाइक, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। हामी पक्कै पनि अर्को भिडियोमा भेट्ने नै छौँ। धन्यवाद।